गराए यस विषयमा हामी थप जानकारी दिन्छौँ। हाम्रा दोलखा सहकर्मी राजेन्द्र श्रेष्ठ सम्पर्कमा हुनुहुन्छ। राजेन्द्रजी, हजुर, यो 2 दर्जन मोटरसाइकल र एउटा गाडीमा क्षति पुर्याएको छ भन्ने समाचार आएको छ एमाले कार्यकर्ताको, यस विषयमा जानकारी दिनुहोस्। हजुर नारायणजी, आज साँझमा दोलखा जिल्लाको क्षेत्र नम्बर 1 गैरीमुक्ति गाविसको वडा नम्बर 3 मा लीला उप्रेतीको घरको आँगनमा राखिएको अवस्थामा एमाले कार्यकर्ताले ल्याएको 26 वटा मोटरसाइकल नेका कार्यकर्ताले आगजनी गरेका छन् भने केही पर 2 वटा मोटरसाइकल तोडफोड गरेका छन्। नयनजी, यो कसले आक्रमण गर्यो भनेर तपाईँले भन्नुभयो? नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरे। नयनजी, यो किन उनीहरूले आक्रमण गरेको हो र यस पछाडि नेकपा एमाले के भनेको छ, केही जानकारी छ? आज प्रचार प्रसारको गर्न नपाइने भन्ने कारणले काठमाडौँबाट गैरीमुक्ति आएका कार्यकर्ताहरूले जाए भन्ने कारणले तोडफोड गरेका हुन्। नयनजी, अनि अहिलेको अवस्था चाहिँ त्यहाँ कस्तो हो, के छ? अहिले अवस्था चाहिँ के छ भने त्यो एउटा गाडी 12-10 पनि 26-45 नम्बरको सानो गाडी पनि तोडफोड भएका छन् र त्यो मोटरसाइकल जल्दाखेरि आँगनमा राखेको मोटरसाइकल जलेपछि घरमा पनि केही क्षति पुगेको छ। नयनजी, भनेपछि अहिले चाहिँ त्यहाँको घटना साम्य भएको छ? अहिले घटना चाहिँ प्रहरी खबर आएपछि तुरन्त प्रहरीहरूले नियन्त्रणमा लिएको छ र प्रहरीहरू त्यहाँ नियन्त्रणपछि कार्यालय फर्किसकेका छन्। नेकपा एमाले चाहिँ के भनेको छ? त्यो आँगनमा राखी छोडेको अवस्थामा तिनीहरू किन ल्याइस भन्ने खालको कुरा गरेर अब यो प्रचार प्रसार गर्न नपाइने किन ल्याइस यहाँ गुन्डागर्दी गर्न ल्याएको भन्ने खालको भइसकेपछि आगो लागि भएको। हवस्, धन्यवाद सर राजेन्द्र।